नमस्ते मित्रहरू, म डाक्टर बच्चु कैलाश कैनी, पेसाले एकाडेमिक। म अहिले बेलायतको एउटा युनिभर्सिटीमा पढाउँछु। वास्तवमा म धेरै वर्ष अस्पताल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्थापनको क्षेत्रमा काम गर्थेँ र त्यो काम गर्दा युनिभर्सिटीहरूमा पनि पढाउँथेँ बेलायतमा। अनि म अहिले फुल टाइम काम नगरे तापनि पार्ट टाइम युनिभर्सिटीमा काम गर्छु। त्यस्तै गरी पार्ट टाइम म मेरो आफ्नै पेसाको कन्सल्टिङ गर्छु, अर्थात् अस्पताल व्यवस्थापनमा कन्सल्टिङ गर्छु। मैले झन्डै 18 वर्ष जति एनएचएसमा काम गरेँ। त्यस्तै गरी मैले करिब 34 वर्ष बेलायत र नेपालमा गरी स्वास्थ्य सेवा व्यवस्थापनको क्षेत्रमा काम गरेको छु। आज मैले बेलायतमा तपाईँहरू आउनुभन्दा अगाडि के कुराहरूमा ध्यान दिनुपर्छ त्यसको बारेमा एउटा सानो भिडियो बनाएर चर्चा गर्ने प्रयास गरेको छु। अन्तिमसम्म सुन्नुहोला। यदि तपाईँहरूलाई मन पर्यो भने लाइक र सेयर पनि गर्नुहोला। मेरो युट्युब च्यानल बच्चु कैलाश खैनी, टिकटकमा डाक्टर बिके खैनी, इन्स्टाग्राममा बिके खैनी, त्यस्तै गरी फेसबुकमा म बच्चु कैलाश खैनीमा उपलब्ध छु। मौका मिले हेर्नुहोला। सबैभन्दा पहिला हामी कोही पनि आफ्नो साथीभाइ, आफ्नो छरछिमेकी, आफ्नो समाजमा भइरहेका अरू मान्छेहरू अथवा अरूले गरेका कामहरूबाट प्रभावित हुन्छौँ, हेर्छौँ, देख्छौँ र त्यही कुरा गर्नको लागि अभिप्रेरित हुन्छौँ। यो हाम्रो मानवीय स्वभाव हो। तपाईँहरू पनि त्यस्तै गरी कसैको लहैमा लागेर अथवा अरूको कुरा सुनेर, अरूको कुरा देखेर बेलायत आउनको लागि, बेलायतमा पढ्नको लागि अभिप्रेरित हुनुहुन्छ अथवा विचार गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि उपयोग हुनसक्छ। सबैभन्दा पहिला मेरो सजेसन के छ भने बेलायतमा युनिभर्सिटी छान्नुभन्दा पहिला कोर्स छान्नुहोला। कोर्स छान्नुभन्दा पहिले तपाईँले आफूले पढेको विषय, आफ्नो ब्याकग्राउन्ड, आफ्नो रुचि र भविष्यमा आफूले के गर्न चाहनुहुन्छ त्योसँग मिल्ने कोर्स छान्नुहोला। बेलायतमा विभिन्न फरक युनिभर्सिटीहरूले एकै किसिमका अथवा एकै किसिमका कोर्सहरू पढाइ गरे तापनि त्यो कोर्स कसरी पढाउने, त्यो कोर्सभित्र के मोड्युलहरू अथवा विषयहरू समावेश गराउने, त्यो विषयका जाँच लिने अथवा एसेसमेन्ट गर्ने तौर तरिकाहरू कसरी गर्ने अथवा त्यसलाई कसरी मार्किङ गर्ने, ग्रेडिङ गर्ने र एसेसमेन्ट गर्ने भन्ने तौर तरिकाहरू फरक हुन्छन्। त्यो पनि तपाईँहरूले बुझ्नु जरुरी छ। तपाईँहरूले ज्ञान, सिप र आफ्नो दक्षता अभिवृद्धि गर्नको लागि धेरै कुराहरू गर्नुपर्ने हुन्छ। कुनै युनिभर्सिटीहरूले अन द स्टडी प्लेसमेन्टहरू उपलब्ध गराउँछन्, कुनै युनिभर्सिटीले त्यो गराउन सक्दैनन्। कुनै युनिभर्सिटीमा एकदमै दह्रो टिम हुन्छ अथवा लेक्चरर एकाडेमीहरूको टिम हुन्छ, कुनै युनिभर्सिटीमा त्यो टिम नहुन सक्छ। कतिपय युनिभर्सिटीहरूमा लेक्चररहरू पार्ट टाइम पढाउने मात्रै हुन्छन्, कतिपय युनिभर्सिटीमा लेक्चररहरू फुल टाइम नै राखिएको हुन्छ। अनि त्यसपछि कतिपय युनिभर्सिटीहरूको स्रोत र साधन असाध्यै कम हुन्छ, कतिपय युनिभर्सिटीहरूको स्रोत र साधन असाध्यै बढी हुन्छ। तपाईँले पढ्ने विषय छानिसकेपछि तपाईँले कुन युनिभर्सिटी जाने भनेर तपाईँहरूले बुझ्नु अथवा जान्नु जरुरी छ। कुन युनिभर्सिटी जाने भनेर जान्नको लागि बेलायतमा थुप्रै किसिमका युनिभर्सिटिजहरू छन्। हरेक युनिभर्सिटीको आफ्नै फी स्ट्रक्चर छ, आफ्नै किसिमको फी प्लानहरू छन्। त्यो पनि तपाईँहरूले बुझ्नु जरुरी छ। र युनिभर्सिटी आउने भनिसकेपछि तपाईँहरूको लिभिङ कस्ट, तपाईँहरूलाई यहाँ बस्न, खान, खर्चदेखि लिएर काम पाउने अवसरहरू हरेक विद्यार्थीले हरेक हप्ता कोर्स चलिरहेको बेलामा, क्लास चलिरहेको बेलामा साप्ताहिक 20 घन्टा काम गर्न पाउँछन्। त्यो काम गर्ने अवसरमा तपाईँहरूले कतिको काम पाउने सम्भावना रहन्छ। तपाईँहरूको चिने जानेका मान्छेहरू कुन ठाउँमा छन्, तपाईँहरूले कुन ठाउँमा आफूले सहयोग प्राप्त गर्न सक्नुहुन्छ, यी सबै कुराहरू पनि तपाईँहरूले हेर्नु जरुरी छ भनेर म सजेस्ट गर्छु। अनि त्यति सबै छानिसकेपछि सबैभन्दा पढ्नुपर्ने विषयको बारेमा तपाईँहरूले गौण तरिकाले एकदमै डिटेलमा, विस्तृत रूपमा हेर्नुपर्ने हुन्छ। मैले धेरै विद्यार्थी भाइ बहिनीहरूले आफूले पढ्ने विषयको बारेमा खासै जानकारी नभएको, कुन मोड्युल पढाइ हुन्छ, कुन मोड्युलमा कसरी पढाइ हुन्छ, त्यसको एसेसमेन्ट तरिकाहरूको बारेमा नबुझिकन बेलायत आएको पनि देखेको छु र कतिपय विद्यार्थीहरू यसै कारणले समस्यामा परेको पनि देखेको छु। यस्तो नहोस् भन्नको लागि तपाईँहरूले युनिभर्सिटीको वेबसाइटमा गएर त्यो कोर्स स्क्रोल गर्नुभयो भने त्यो कोर्सको विस्तृत विवरण राखिएको हुन्छ। युजुअली जस्तो मेरो युनिभर्सिटीको मैले पढाउने एमबिए हेल्थ केयर म्यानेजमेन्ट, एमएससी हेल्थ केयर म्यानेजमेन्ट दुईटा कोर्स हेर्नुभयो भने त्यसमा मोड्युल डिस्क्रिप्सन फर्म अथवा एमडिएफ, त्यसपछि कोर्स कसले पढाउँछ,
कुन ट्रिमेस्टर अथवा कुन सेमेस्टरमा कुन विषयहरू पढाइ हुन्छ, त्यो विषयहरूको कसरी जाँच लिइन्छ अथवा एसेसमेन्ट गरिन्छ, सबै कुराहरूको डिटेल राखेको हुन्छ। त्यो वेबसाइटमा गएर हेर्नुहोला। यदि त्यो वेबसाइटमा छैन भने पनि एसेसमेन्ट अथवा एडमिसन जुन टिम हुन्छ, युनिभर्सिटीको इन्टरनेसनल स्टुडेन्ट टिम हुन्छ, त्यो टिमसँग तपाईँले माग्नुभयो भने उनीहरूले उपलब्ध गराउँछन्। अब कतिपय विद्यार्थीहरू कन्सल्टेन्सी थ्रु नै धेरैजसो विद्यार्थीहरू आएको मैले देखेको छु। तर यस्तो पनि विद्यार्थीहरू हुनुहुन्छ जो आफैले प्रयास गरेर आफैले इन्टरनेसनल एडमिसन अथवा एडमिसन टिमसँग सम्पर्क गरेर बेलायतमा आफै भर्ना भएका विद्यार्थीहरू पनि मेरो सम्पर्कमा हुनुहुन्छ। मैले देखेको छु उहाँहरूको पनि एडमिसन सजिलै भएको र सजिलैसँग आएको मैले देखेको छु। त्यस कारणले तपाईँ कन्फिडेन्ट हुनुहुन्छ भने कन्सल्टेन्सी अथवा अरू कुनै पनि अरूको सहयोग नलिइकन आफै पनि तपाईँले बेलायतमा आउनको लागि सक्षम हुनुहुन्छ, आउन सक्नुहुन्छ। त्यसरी तपाईँले प्रक्रिया सुरु गर्दा पनि अप्ठ्यारो हुँदैन भन्ने मेरो सुझाव छ, अनुभव छ। र यदि तपाईँ कन्सल्टेन्सी जानुभयो भने त्यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ। कन्सल्टेन्सीले जुन युनिभर्सिटीसँग उनीहरूको आबद्धता छ, जुन कोर्समा उनीहरूलाई बढी एडमिसन हुने सम्भावना रहन्छ, भिसा पाउने सम्भावना हुन्छन्, त्यस्तै कोर्सहरू पढ्नको लागि, यहाँ आउनको लागि त्यस्तै युनिभर्सिटीहरूमा उनीहरूले तपाईहरुलाई रिक्वेस्ट गर्छन्, अनुरोध गर्छन्, मोटिभेट गर्छन् र तपाईँ त्यही उनीहरूले भने जस्तै गरी कोर्सहरूमा उनीहरूले नै सुझाव दिएका कोर्सहरूमा तपाईहरुले भर्ना गर्ने मन बनाउन सक्नुहुन्छ। त्यसकारण कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हटाउनको लागि या तपाईहरुले आफै रिसर्च गर्न सक्नुहुन्छ अथवा एकभन्दा बढी धेरै कन्सल्टेन्सीहरू भिजिट गरेर उनीहरूको पनि राय सल्लाह लिनुहुन्छ। म जस्तै अरू धेरै साथीहरू हुनुहुन्छ जसले यसको बारेमा बोलिरहनु भएको छ। उहाँहरूको भिडियोबाट पनि तपाईहरुले जानकारी प्राप्त गर्नुहुन्छ। तपाईहरुको कुनै स्पेसिफिक क्वेशन छ भने कमेन्ट बक्समा लेख्नुभयो भने त्यसको जवाफ म दिन तयार छु। अर्को एकदमै इम्पोर्टेन्ट कुरा के हो भने तपाईले पढिसकेपछि त्यसको जब स्कोप के छ, त्यसको इम्प्लोएबिलिटी के छ, त्यो युनिभर्सिटीको इम्प्लोएबिलिटी रेट के छ अथवा युनिभर्सिटीबाट ग्रेजुएट गरिसकेका, पोस्ट ग्रेजुएट गरिसकेका स्टुडेन्टहरूले त्यो कोर्स सकेको 6 महिनामा अथवा 1 वर्षमा अथवा 15 महिनामा एउटा निश्चित अवधिमा कति प्रतिशतले जागिर पाएका छन्। नेपालीहरूले पढ्ने धेरैजसो कोर्सहरू एकदमै कमन खालका कोर्सेसहरू हुन्छन्। त्यस्ता कमन खालका कोर्सहरू पढ्दाखेरि जति कमन विषय पढ्यो उति जागिर पाउने सम्भावना चुनौतीपूर्ण हुन्छ। त्यसकारणले त्यस्ता चुनौतीपूर्ण कोर्सहरू चुनौतीपूर्ण अवसर अथवा अवस्थाबाट पर रहनको लागि तपाईहरुले स्पेसिफिक सब्जेक्ट अलिकति इम्प्लोएबिलिटी हाई भएको अथवा जागिर पाउन बढी सम्भावना भएका कोर्सहरू पढ्नुभयो भने तपाईहरुलाई सजिलो हुन्छ। त्यसको कसरी थाहा पाउने भने एक त युनिभर्सिटीको वेबसाइटमा पनि त्यो कुराहरू थाहा हुन्छ। युनिभर्सिटीहरूसँग रिलेटेड वेबसाइटहरू, उनीहरूको रिभ्यू गर्ने वेबसाइटहरू अनि उनीहरूको स्ट्याटिस्टिक्स अथवा इन्फर्मेटिक्स अथवा डेटाहरू पब्लिस गर्ने यहाँका निकायहरूमा गएर तपाईले भिजिट गर्नुभयो भने पनि तपाईले थाहा पाउन सक्नुहुन्छ। यहाँ अफिस अफ स्टुडेन्ट ओएफएसले हरेक वर्ष नेसनल स्टुडेन्ट सर्वे गरेको हुन्छ। त्यो सर्वेमा त्यो युनिभर्सिटीको र्याङ्किङ कस्तो छ, कस्तो फिडब्याक आएको छ त्यो पनि हेर्न सक्नुहुन्छ। त्यस्तै गरी टाइम्स हायर एजुकेसन्स, दि गार्जियन लगायतका पत्रपत्रिकाहरू लगायतका मिडियाहरूले पनि यहाँ युनिभर्सिटीको र्याङ्किङ गरेका हुन्छन्। त्यसरी पनि तपाईले युनिभर्सिटीको र्याङ्किङ बुझ्न सक्नुहुन्छ। यी सबै कुराहरू भइसकेपछि तपाईहरुले असाध्यै विचार पुर्याउनु पर्ने कुरा के हो भने यहाँको कस्ट। तपाईहरुले त्यो कस्ट बियर गर्न सक्नुहुन्छ कि सक्नुहुन्न। ट्युसन फी तपाईहरुले तिर्न सक्नुहुन्छ कि सक्नुहुन्न। ट्युसन फी मेरो सजेसन के छ भने यहाँ बस्न खानको लागि मासिक रूपमा 1000 पाउन्ड जस्तो तपाईले 20 घण्टा काम गर्न पाउनुभयो भने तपाईले उठाउन सक्नुहुन्छ। तर ट्युसन फी काम गर्दै तिर्न भने तपाईहरुलाई कठिन हुन्छ। त्यसकारणले त्यो अवस्थामा तपाईले कसरी ट्युसन फी तिर्नुहुन्छ, त्यो ट्युसन फीलाई इन्स्टलमेन्टमा तिर्न सुविधा छ कि छैन, यी आदि कुराहरू पनि हेर्नुहोला। लिभिङ कस्ट पनि लन्डनभित्र र लन्डन बाहिर फरक लिभिङ कस्ट रहन्छ। लन्डनभित्र महँगो छ भने लन्डन बाहिर अलिकति सस्तो पर्छ। तर जब पाउने अवसरहरू लन्डनमा बढी हुन्छन् भने लन्डन बाहिर अलिकति लिमिटेड हुन्छन् अथवा एकदमै सीमित हुन्छ। यो सबै कुराहरू विचार गरेर मात्रै तपाईहरुले आफ्नो भविष्यको बाटो रोज्नुहोला र त्यही अनुसार तपाईहरुले आफ्नो मनोस्थिति बनाउनु होला, आफूले निर्णय लिनुहोला। सीमित मान्छेहरूसँग बुझेर अथवा सीमित मान्छेहरूको कुरा सुनेर अथवा साथीभाइहरूको प्रभावमा परेर यस्ता निर्णयहरू गर्नुभयो भने तपाईहरुलाई भविष्यमा अप्ठ्यारो पर्न सक्छ। त्यसकारणले मैले के सजेस्ट गरेको भने यी मैले भनेका कुराहरूमा ध्यान दिनुभयो भने तपाईले सही
कोर्स छान्न सक्नुहुन्छ, सही युनिभर्सिटी छान्न सक्नुहुन्छ र तपाईँले पढेको जुन विषय छ, पढेको जुन डिग्री छ, त्यो डिग्रीले तपाईँलाई भविष्यमा पेसागत आफ्नै पेसाको काम पाउनको लागि मद्दत गर्न सक्छ। यो मेरो सामान्य सजेसन हो। तपाईँहरूको कुनै स्पेसिफिक क्वेसन छ भने लेख्नुहोला, म जवाफ दिन तयार छु। कमेन्टमा आफ्नो कुरा राख्नुहोला। तपाईँहरूलाई मेरो शुभकामना छ। धन्यवाद। नमस्ते।